हजुर हामी स्कुलतिर नि आइएको थियो नमस्कार बुवा आरामै चिन्नुभयो ल बस्नुहोस् हामी सानो कलेक्सन डाटा कलेक्सन बुझ्दै हिँडेको केको लागि होला यस्तो छ अब अहिले लिखित हुँदैन अब भिडियोमा हुन्छ सबै हैन दुईटै यसो देखिएर बस्नु होला म सोधबुझ हो सिम्पल केही पनि हैन पर्ने थकै लास्टै लाग्यो कि हामी त नहिँडेको बानी मैले वहाँ गएर फोन गरेँ तपाईँलाई माथि उहाँ ढलाइमा गएर होइन केही भएन भयो यस्तो के यहाँ गाउँमा अहिले कति घर हुनुहुन्छ यहाँ त लगभग 7-8 घर हुनुहुन्छ मतलब गाउँमा बस्ने चाहिँ बुढापाका कति हुनुहुन्छ अनि यङ मान्छेहरू कति हुनुहुन्छ ए बुढाहरू त तल एकजना यहाँ दुईजना बुढा भनेको दुईजना अरू बिस्तर छन् के अरे म्याक्सिमम अब युवा पलतिर भयो 4-5 जना युवाहरू चाहिँ कमै हुनुहुन्छ जे होस् युवाहरू त अब एकजना दुईजना जम्मा दुईजना त छ नि युवाहरू अनि तपाईँ मतलब यहीँको पहिलेदेखि स्थानीय होइन स्थानीय हो ए तपाईँको पहिला जागिर जब केही जागिर म विदेशतिर थिएँ विदेशतिर हुनुहुन्थ्यो कुन देश हुनुभयो म साउदी कति वर्ष बस्नुभयो लगभग 22 वर्ष भयो थुप्रो बस्नुभएछ त विदेश त थुप्रो भाली त्यति हो कमाउँदा त्यस्तै हो ज्यान भाली ठिकै छ होइन यस्तो हजुरको अब छोरा छोरी कति हुनुहुन्छ त होइन एकछिनमा हामीलाई अहिले एकछिन गर्मी दुईवटा छोरी हुनुहुन्छ ए अनि हजुरको के अरे छोराछोरीको सबै बिहा भयो कि सबैको भयो छोराहरू कता हुनुहुन्छ त पोखरातिर हुनुहुन्छ बिजनेस केही जब ए दुइटै मतलब जेठो कान्छो उतै हुनुहुन्छ ए अरू केही विशेष काम तपाईँले मतलब गाउँमा अहिले खेती गर्नुहुन्छ के गर्नुहुन्छ खेती बाँदरको आतंक कति हो कति बाँदरले त रुवाबासी भन 2.5 महिना मैले हेर्नु त 2.5 महिना बाँदर मकै पुरेको र खाना छैन पानी खाना छैन अलिकति बचाएँ 2.5 महिना कुरेर ल्याउनुहोस् बाँदरले यस्तो रुवाएको छ अब मैले के सोचेको थिएँ भने अब बाँदर आउँछ मकै छोड्दिनँ भनेको अब हो आइसालमा मकै नछर्ने भने बसेको छु म बाँदर नियन्त्रण भएन भने मकै नछर्ने आलु लाउन पाइएन केही खेती गर्न पाइएन त्यस्तोमा के गर्ने गाह्रै छ अब यस्तै छ कि गाउँघरमा त अब जिन्दगी गाह्रै भयो क्या अब एउटा कुरो त फेरि मान्छे नभएर सकि बिग्रेको बाँदर ल्याए हजुर जस्तो बुढापाका मात्रै छन् गाउँमा युवा खै त युवा कोही पनि छैन बस्थे हो नि यस्तो भयो कि रोजगार भन्दा नि पहिलाकाले चाहिँ कृषि गरेर नि बसे आजकलकाले चाहिँ सुविधा बढी चाहियो पुगेन अनि हजुर कति वर्षको हुनुभयो म 60 वर्ष पुग्नु भयो यङ नै देखिनुहुन्छ त अहिले त ए 60 भत्ता पाइन्छ भने खै पाइएन होला नि अब आउला नि थाहा छ नाच यस्तो राम्रो ठाउँमा बस्नु भयो यहाँ बसेपछि 8-10 वर्ष त्यसै धेरै बाँचिन्छ त्यो बजारमा बस्यो भन्दा 70 वर्ष आउँछ भत्ता ए भनेपछि ठुलो छोराको र कान्छो छोरा जिप्सनको भन्नुभयो जिप्सनको ए पोखरा कहाँ गर्नुहुन्छ पोखरामा बिरौटा हामी पनि म पनि पोखरा थुप्रो बसेँ नि त बिरौटामा ए भनेपछि 60 वर्षको तपाईँको जन्म मिति कति 2023 साल 23 साल असाउनको 13 गते ए आजै त जन्मिनु भएको रहेछ नि त आजै रहेछ तपाईँको बर्थडे होइन ए ल जन्मदिनको धेरै 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 शुभकामना छ है ल अब चिन्नुभयो हामी कहाँबाट आएको छ जा बाबु सानो सामान छ तपाईँलाई है तपाईँलाई एउटा सानो सामान छ तपाईँलाई तपाईँको छोराहरूले माया गरेर पठाउनु भएको पोखराबाट अर्डर गर्नु भएको हामी यहाँ मर्दीखोलाबाट तपाईँलाई यो बर्थडेको लागि स्पेसल्ली विश गर्नको लागि आएको है तपाईँलाई ल जन्मदिनको धेरै 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 शुभकामना छ है तपाईँलाई है हामीले अलिकति झुट बोलेर तपाईँलाई चाहिँ अब ठ्याट्ट भन्न भएन नि त होइन नभनिकन आयौँ त्यसमा गाह्रो नमान्नु होला तपाईँलाई तपाईँको छोराले पठाउनु भएको है ल अब छोरालाई विशेष अब तपाईँलाई फोटो पनि पठाइदिनु भएको छ यसो फोटो हेर्नुहोस् अनि अब छोराहरूलाई छोरीहरूलाई के धन्यवाद दिन चाहनुहुन्छ यसो भन्नु होला है छोराहरूलाई छोरीहरूलाई धेरै धेरै धन्यवाद छ जन्मोत्सवको उपलब्धिमा धेरै धेरै धन्यवाद दिन्छु मैले सम्झेकोमा धेरैमा हजुर पनि थोरै यता आएर बस्दिनु है आमा बालाई दुइटैलाई फ्रेममा देखाऊँ कि है ल फोटो खोलेर हेर्नुहोस् त बुवा
हामी चाहिँ तपाईँको जन्मदिन विशेष बनाइदिनको लागि आएको है उहाँबाट होइन अब थाहा भयो कि थाहा भयो अब ठ्याक्कै हजुरलाई भनेर आए तपाईँहरूले शङ्का मान्नुहुन्छ बाटोको लागि भन्नुभयो चाहिँ त्यसो हुँदाखेरि अब के बाटो भन्ने कुरो होइन बाटोको लागि भन्ने हो हामी यसो उताबाट आएको भन्यो त्यसमा गाह्रो नमान्नु होला अब हजुरलाई फ्याट्ट छोराहरूले माया गरेर पठाउनु भएको बुवाको जन्मदिन मलाई हप्ता दिन अगाडिदेखि अर्डर गर्नुभएको थियो हामीले पनि अब घर आमा बुवा मात्रै हुनुहुन्छ गइदिनु भनेपछि नाइ भन्न सकिएन क्या खासै गाउँमा हिँड्ने होइन हामी उहाँ चाहिँ कुन चाहिँ छोरा तपाईँको हो उहाँ ठुलो छोराले एकदम विशेष बाबाको जन्मदिन भनेर सम्झेर पठाउनु भएको ल फोटो फ्रेम यसो यता देखाइदिनु भयो ल अब ल के भन्नुहुन्छ ठुलो छोरालाई ल धेरै धेरै धन्यवाद छोरा जन्मोत्सवको बधाई तिमीले मलाई सम्झेछौ धेरै धेरै बधाई छ तिमीलाई होइन धेरै माया गर्नुहुने रहेछ धेरै माया गर्नुहुने रहेछ हप्ता 10 दिन अगाडिदेखि फोन गरेर हामीलाई रिक्वेस्ट गरेर हामी गाउँमा आउने मान्छे होइन खासै किनकि गाउँमा झ्याउ हुन्छ क्या हामीलाई हिँड्न जसरी गइदिनु बरु कति चार्ज लाग्छ म दिन्छु गइदिनु होला भन्ने कुरा भएर तपाईँलाई अब नाइ भन्न नसकेर आमा बा मात्रै घर आउनुहुन्छ भनेपछि त्यही भएर आएको ल ल ल धन्यवाद अरू केही मेसेज छोराहरूलाई अरू केही रहनु पैसा कमाउन् कहिले दुःख नपरोस् अरू अरूबाट नाजिक हुन नपरोस् त्यही नै हो हस् ल बुवा तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना छ है थ्याङ्क यू धेरै धेरै थ्याङ्क यू